कोरियामा राइड गर्दै हुनुहुन्छ भने एउटा सानो गल्तीले करिब 3 लाख ओनसम्म जरिवाना आउन सक्ला है। तपाईहरुले सुन्नु त भयो होला कोरियामा बाइकको लागि छुट्टै लेन र गाडीको लागि छुट्टै लेन हुन्छ भन्ने कुरा। त्यो भने चाहिँ कस्तो भन्दाखेरि चाहिँ हामीले सबै ठाउँमा बाइक कुदाउन नपाउने चाहिँ होइन, ठुलो हाइवेमा चाहिँ चलाउन नपाउने हो। कोरियनमा चाहिँ खुसोक्तोरो भन्छ, त्यहाँ भित्र चाहिँ हामी जान पाउँदैन। किन भन्दाखेरि त्यहाँ चाहिँ बसहरुको स्पिड एकदम धेरै हुन्छ, जुन कि 100 प्लस हुने भएको हुनाले बाइकलाई चाहिँ एकदम धेरै रिस्की हुन्छ। केही गरी हामी झुक्केर म्याप हेर्दा हेर्दै भित्र छिरिहाल्यो भने के गर्नु पर्छ भन्दाखेरि पहिलोचोटि हो भने हामीले त्यहाँ पुलिसतिर फोन गरेर हामीले चाहिँ हेल्प लिनु पर्छ। हेल्प लियो भने हामीलाई स्कटिङ गरेर निकालिदिन्छ भने फेरि दोस्रो पल्ट नि पर्यो भने हामीलाई सिपमानो नेपाली 10,000 देखि 2 लाख 3 लाख ओनसम्म जरिवाना पर्न सक्छ। त्यो भनेको चाहिँ नेपाली 20 देखि 30,000 हो। तर मलाई थाहा छ हाम्रो गोर्खेहरू स्वाट्ट छिर्यो भने फुत्त निस्केर भाग्छु भनेर कुद्छ, त्यस्तो नगर्नु होला। किन भन्दाखेरि पुलिसलाई कल गर्यो भने पुलिसहरू आउँछ, एकछिन वेट गरेपछि अनि हामीलाई स्कटिङ गरेर निकाल्छ। त्यसको पनि एउटा अनुभव लिनुहोस्। तर पुलिसले पैसा नतिराए पनि त्यति सजिलै चाहिँ छोड्दैन है, फोटोसोटो खिच्ने अनि त्यहाँदेखि वार्निङ सर्निङ दिएर जान्छ। एनीवे गाइज, अनि आज चाहिँ हामी कलेजबाट आउँदै थियौँ, साथीभाइहरूसँग धेरै पछि राइडमा निक्लेको। त्यही सिलसिलामा यसो अनि यही कुरा भएर कुराकानी नि गर्यो। अनि त्यही क्रममा हामी चाहिँ आज घुम्न गएको छौँ यो ठाउँमा राइड। र यति भन्दै आजको भिडियो चाहिँ सकिन्छ। बाई बाई, अन्य।